खस्किरहेको देखेँ। आज फेरि देशको हालत खस्किरहेको देखेँ। भाइचारा र मिलेमतो धस्किरहेको देखेँ। सहरतिर घुम्न गएँ, छताछुल्ल देखेँ। नेताजीलाई तरुणीमा रणगुल्ल देखेँ। घुम्दै जाँदा पशुपति पुगिएछ हेर्न। एकैछिन त गाह्रो पर्यो मलाई सासै फेर्न। मन्दिर भन्ने चिनपछि औँलाले नाक छोड्यो। शिवजीलाई भेट्ने खाएको बाँदरले हात जोड्यो। त्यहाँ पनि पुजारीलाई घुसै चाहिँदो रहेछ। हात्तीतिर अलि पहिला पालो पाइँदो रहेछ। सुनको गदुर सुनको साँडे हेर्छु भन्दै गएको भित्र सबै पितल रहेछ, बाहिर जलपला। सही कुरो। पशुपतिमा मन भुलेन फर्किआले झट्ट। पुजारीलाई बाहिर देख्यो उकास लट्ठ। वाक्क लाग्यो मन बोलाउन रत्न पार्क गएँ। रत्न पार्क जे देखेँ हेरै भएँ। केटाकेटी गुडुल्केका नाग र नागिनी चाहिँ उतापट्टि चाटा चाट्छ बाघ र बहिनी चाहिँ। माया पनि कतिसम्म गहिरो हुँदो रहेछ। त्यो पार्कमा मायालुको ओहिरो हुँदो रहेछ। 60 वर्षे बजेको नि काने चुल्टो देखेँ। 60 वर्षे बजेको नि काने चुल्टो देखेँ। मायालुका जोडी देखेँ तर उल्टो देखेँ।